हेलो एभ्रिवान, वेलकम टु डे 5 अफ आवर ट्रिप। अहिले चाहिँ हामी धरानमा छौँ। आज हामी भेडेटार धरान एक्सप्लोर गर्छौँ, त्यसपछि कोशी ब्यारेज जान्छौँ अनि एट द एन्ड अफ द डे हामी जनकपुरमा स्टे गर्छौँ। सो जाउँ है त गाइज। हामी भेडेटार आइसकेको छौँ। हामी एकछिन यता फोटोहरू खिचेर साइट सिइङ गरेर अनि धरानतिरै लाग्नेछौँ। गाइज वी आर हियर एट शहीद स्मारक होइन, ओसो पार्क धरानको एकदम नाम चलेको रे अहिलेको लागि। रक गार्डन भन्दै रहेछ नि त। यो ओसो पार्क चाहिँ भानुचोकबाट मात्र 6 किलोमिटरको डिस्टेन्समा छ। सो हामी अब त्यता जाँदैछौँ है त। अहिले हामी बुढासुब्बा मन्दिर आएका छौँ। यहाँ मन्दिर दर्शन गर्नाले मानिसहरूको इच्छा पुरा हुने, प्रेममा सफल हुने विश्वास रहिआएको छ। धरानको विजयपुरमा अवस्थित सबै मन्दिरहरू दर्शन गऱ्यौँ। बुढासुब्बा मन्दिर, दन्तकाली शक्तिपीठ र पञ्चकन्या मन्दिर, यी मन्दिरहरू सबै दर्शन गरेर भर्खरै हामीले सकायौँ र हामी दुवैलाई एकदम भोक लागिसकेको छ। सो हामी चाहिँ अब केही लोकल खानेकुरा खोज्दैछौँ। सावित्री पसल भन्ने एउटा ठाउँ भेटाएको छौँ। यो चाहिँ साई मार्ग भन्ने ठाउँमा रहेछ। टिकटक, इन्स्टाग्राममा त एकदम फेमस रहेछ। सो हामी यहाँको ड्राई थुक्पा र चप खान जाँदैछौँ। हेलो गाइस, हामी यहाँ थुक्पा खाना छ। यो चाहिँ ड्राई थुक्पा,
चाहिँ झोलवाला चप पनि छ। कस्तो छ? यहाँ धरानसम्म आएर त सेकुवा मिस गर्नु हुँदै भएन नि होइन गाइस। हामी अब सेकुवा कता पाइन्छ होला भनेर डुल्दै थियौँ। हाम्रो टाइमिङ पनि कस्तो भयो भने हामी दिउँसै निस्किनु पर्ने थियो नि त। सो दिउँसै चाहिँ सेकुवा रेडी हुँदैन रहेछ। हामी यता बगर भन्ने ठाउँमा आएका छौँ। सो 2-3टा रेस्टुरेन्टमा चाहिँ सोध्यौँ, उहाँहरूले चाहिँ अहिले रेडी हुँदैन भन्नुभयो। तर एक ठाउँमा चिनारी भन्ने रेस्टुरेन्टमा चाहिँ उहाँले रेडी गरिदिन्छु भन्नुभएको छ। सो हामी यतै रेस्टुरेन्टमा जाँदैछौँ। सो ट्राई गरौँ है गाइस, कस्तो हुँदो रहेछ धरानको सेकुवा। आज हामीलाई जनकपुर पुग्नु पर्ने छ। हामी अहिले इटरीतिर लाग्दैछौँ। त्यहाँ अब एकछिन गाडी चार्ज गरेर हामी आज कोशी ब्यारेज हुँदै जनकपुरतिर लाग्नेछौँ। अहिले चाहिँ हामी इस्ट वेस्ट हाइवेको कोशी ब्यारेजमा छौँ। सो यहाँ चाहिँ भ्यू राम्रो देखिँदो रहेछ। हामी यता अब यसो फोटोसोटो खिच्नलाई चाहिँ एकछिन निस्केको छौँ गाडी रोकेर। एकछिन हामी यहाँ फोटो भिडियो खिचेर अनि पछि फेरि जनकपुरको लागि निस्किन्छौँ है त। महेन्द्र हाइवेबाट आउँदै गर्दा चाहिँ हाइवे साइडमै मनोकामना खाजा घर तथा पेडा भण्डार रहेछ। यो चाहिँ बेङ्गरी कञ्चनरूप भन्ने ठाउँमा रहेछ। सो यतातिरको पेडा चाहिँ मिठो हुन्छ भनेर हामीले सुनेको थियौँ। सो हामी यताको पेडा ट्राई गर्छौँ र थोरै घरको लागि पनि लैजान्छौँ। लाहानमा होटेल बाटिकामा चाहिँ हामीले सिप्रतिकै चार्जिङ स्टेसन भेटाएको थियो। सो त्यहाँ चार्ज गरेर अहिले हामी चाहिँ ढल्केबार मिथिला पुगेका छौँ। राति नै भइसकेको छ। अबको 45 मिनट आधा घन्टामा चाहिँ जनकपुर धाम पुग्छौँ।
डे 5 चाहिँ हामी यतै एन्ड गर्छौँ। सी यू अन डे 6। हाई गाइज, वेलकम टु डे 6 अफ आवर ट्रिप। अहिले हामी जानकी मन्दिर जाँदैछौँ। आज हाम्रो फाइनल डे हो र अब मन्दिर भिजिट पछि अब हामी यता खानेकुराहरू खाएर एकछिन घुमेर ब्याक टु काठमाडौँ जाँदैछौँ। फाइनली हामी जानकी मन्दिर आइपुग्यौँ। यो चाहिँ एउटा ऐतिहासिक हिन्दू मन्दिर मानिन्छ। यो मन्दिर चाहिँ देवी सीताको जन्मस्थलको रूपमा पनि मानिन्छ। यो मन्दिर चाहिँ राजस्थानी मुगल शैलीमा बनेको छ र यसको आर्किटेक्चर पनि एकदम राम्रो लाग्यो। भित्र एरिया पनि ठुलै छ। हामी अब फोटोसोटो खिच्छौँ, भिडियो सिडियो खिचेर चाहिँ अनि हामी ब्याक टु काठमाडौँ फर्किन्छौँ। मन्दिर नजिकै यता सन्जे नास्ता पसल रहेछ। हामी यतै खाजा खान आयौँ र यो इन्टरनेटमा पनि पपुलर नै रहेछ। यहाँको स्पेसल भनेको चाहिँ चामलको पुरी अनि तरकारी थियो। अब मिठो खानको लागि त्यहाँ हामीले धर्मपाल द लस्सी सप देख्यौँ र लस्सी खायौँ। लस्सी वाज मिठो मिठो। अब चाहिँ हामी काठमाडौँ फर्कदैछौँ। जनकपुरको घुमघाम पनि अब यहीँ सकियो। जनकपुरबाट बर्दिवास हुँदै सिन्धुली हुँदै ब्याक टु काठमाडौँ फर्किन्छौँ। सायद राति नै हुन्छ होला आज पुग्दा। सो जाउँ है त अब ब्याक टु काठमाडौँ।
हामी सिन्धुली पुगिसक्यौँ। सिन्धुलीको चियाबारी भन्ने ठाउँमा चाहिँ एउटा प्राइभेट चार्जिङ स्टेसन भेटाएको छौँ। सो अब हामी यता गाडी चार्जमा छोड्छौँ अनि लन्च पनि गर्नु छ। लन्च गरेर ब्याक टु काठमाडौँ लाग्छौँ। लगभग 8:30 भएको छ है रातिको। हामी फाइनली ब्याक टु काठमाडौँ फर्किसक्यौँ। सो हामीले चाहिँ यो ट्रिपमा टोटल 1213 किलोमिटर ट्राभल गरेछौँ। ट्रिप चाहिँ जस रमाइलो भयो। हामीले इस्टर्न पार्ट अफ नेपाल कभर गऱ्यौँ। सो अब यो ट्रिप चाहिँ यहीँ इन्ड हुन्छ। थ्याङ्क यू फर वाचिङ सबैजनालाई। सी यू अन नेक्स्ट ट्रिप।